पैसा पैसा देखिएन कि खोइ आजको खोइ के भयो यार मैले आफ्नो काम त गरेछु नि त तपाईहरु त माथि वेलकम टु आवर क्याम्पिङ ब्लग गाइज हामी चाहिँ क्याम्पिङ ओभरअल ग्राउन्डमा गएर क्याम्प गरेको थियौँ एन्ड हियर वी स्टार्ट आवर जर्नी हामी कतिखेर जानुपर्ने थियो रे हामी जानुपर्ने 1 घण्टा अगाडि 3 o'clock ओ माय गॉड but it's all on you जस्ट बिकज यो गाडी बिग्रेर के ल एनीवे ओके लेट्स मुभ Asamaya timbro malay Rau kihaso कसो गरौँ अब म तिमी नै भन न तिमी नै भन न तिमी नै भन न 120 को स्पिडमा बिल्टु दाइ 180 को स्पिडमा क्यामेरै डिफ्रेन्ट लाग्ने कि हेर न त डिफ्रेन्ट टाइपको ठाउँ कि हेर न अनि यो क्याम्प ग्राउन्ड जाने बाटो यति रमाइलो रहेछ गाइज होइन जति हेरे पनि हेरिरहँ जस्तो लाग्ने होइन क्यानबेरा जस्तै नलाग्ने कि क्यानबेराबाट डिफ्रेन्ट टाइपको होइन राम्रो भाइबवाला बाटो दिने बाटो थियो रमाइलो थियो बाटो इट्स रिभर कस्तो दामी भाइब्स थियो नि मलाई है भ्याली एरिया के नेपालको लेकतिर गफलम्न यस्तो दिन थाहा अलिअलि ढिला गएको भएर अँध्यारो पर्ला कि भन्ने डर चाहिँ भइसकेको थियो होइन हामी दुईवटा गाडी चाहिँ सँगसँगै गइरहेको थियौँ अगाडि गएर क्याम्पहरू सेट गर्दै गरे पनि अनि अरू पछि आउने मान्छेहरूलाई सजिलो हुन्छ भनेर गाह्रो छ गाइज एक दिनमा क्याम्पिङ गर्न That's where are we heading? ए होला त देखेको खोला चाहिँ उडनबाट एराउन्ड 40 मिनट्सको ड्राइभमा हामी आइपुग्यौँ होइन आउन साथ हामी चाहिँ अब ढिला हुनुभन्दा अगाडि उज्यालोमै क्याम्प सेट गरौँ भनेर क्याम्प सेट गर्न लाग्यौँ है हाम्रो को केटीहरू चाहिँ अब हेर्ने मात्र रहेछन् होइन हेल्प चाहिँ नगर्ने तर हामी चाहिँ जे होस् केटाहरू 3जना मिलेर हतार हतार गरेर क्याम्प सेट बनाउन थाल्यौँ दुईवटा क्याम्पिङ टेन्ट अनि एउटा क्याम्प टेन्ट अर्को पनि आउनुपर्ने थियो त्यो चाहिँ साथीहरू ढिला भए होइन अलिकति अनि उनीहरू आइसके पछाडि थर्ड टेन्ट चाहिँ सेट गरौँ न भनेर एटलिस्ट दुईवटा सेट गऱ्यो भने अब अलिकति पनि सजिलो भयो 12 जनाको क्याम्पिङ थियो तर 12 जनाको क्याम्पिङमा पनि हामी 5 जना हामी यहाँ थियौँ होइन अब अरू 3 जना पछि आउने फेरि अर्को 4 जना पछि आउने गरेको थियौँ बट इट वाज सर्ट एन्ड स्विट क्याम्प अनि रमाइलो भयो यस्तो छ है चिसो चिसो छ चिसो लागिसकेको त थिएन तर यहाँ चाहिँ जङ्गलको बिचमा भयो नि त अनि चिसो चिसो के अलि त्यस्तो रहेछ अब यो चाहिँ हाम्रो साथीहरू है अरू साथीहरू चाहिँ आइपुगेको छैन हामी अहिले यतिजना मात्र आछौँ यो हाम्रो टेन्ट हो टेन्ट यहाँ चाहिँ अब आगोहरू बाल्ने नाच्ने चाहिँ यो स्पेस यो भइरह है रेकर्ड कालु प्लिज एकछिनलाई यो बाहिर छोडिदेऊ त अनि नामाजी हिँड्ने त्यही डाँडामा हिँड्ने एउटा नामाजी भने मैले भनेको थिएँ नि हो कस्तो राम्रो के त्यो अघि आउने अब गाइज ल तपाईँहरू है अब धेरै कति बोल्नु यहाँ राखिदिन्छु के गर्छ नि हेरौँ न त राख्नु कसरी हो है कहाँ के छ गाइज मलाई यस्तो है मसँग छैन ए ओके ए हो मैले चाहिँ आज भ्लगमा के गाइज कति बोल्ने अब यहाँ गाडिदिन्छु अनि हेर्नु के बोलिस् त देखाएँ सबैलाई हाम्रो ऊ यसलाई यही हो खोल्दै कहाँ खोल्दै उता खोल्दै
ल भित्र के छिरेछ अनि सफा गर्छु म त यो के हो सानो थियो ढोकादेखि कहाँ जान्छ क्या यसकै टुप्पोमा गर्दा जान्छ यसमा जान्छ यसमा त कति धेरै म त म्याट्रेस यसो राख्दिनँ भित्रहरू होइन सबै धुलो छिराएको छ टुप्पोमा जाने ढोकाको लागि हो क्या त्यो यो चाहिँ हाम्रो टेन्ट होइन अनि यो चाहिँ पूजाहरूको टेन्ट त्यसको त्यही नै होला त्यो निकाल्नुपर्छ होला अब यहाँ चाहिँ म्याट्रेस ल्याछौँ हामीले 2टा अड्छ सबिनको र हाम्रो म्याट्रेस एउटै एउटै खालको हो उसको नि होस् राम्रो हो तिम्रो फर्मवाला हो ए हाम्रो त फर्म होइन हावाला हो नि त अनि जे होस् बिजाउँदैन त्यो त्यहाँ राखेर खिच्यो त्यो एङ्गलबाट खिचे यो रेकर्ड भइरह नि भइरहेको त्यहाँ रातो बलि राख्ने भयो दे म त देखाइदिन्छु नै म त देख्दिनँ अनि त चाहिँ भाइरल हुन्छ क्या देख्दिनँ म त स्वर मात्र सुनाउने क्या Let's reveal! This is my hardworking Buddha. And this is our tent. And this is me. त्यो भयो भने त अमितकोमा हाल क्या 6 जना सँगै सुत्ने 6 जना कहाँ केटी हुन्छ नि हेलो आज हामी चाहिँ होइन क्याम्पिङ आएको छौँ यो कुन ठाउँ रे यो क्याम्पिङ हो अब हाम्रो यहाँ साथीभाइ भेटघाट हुँदैछ फाइनली थर्ड क्याम्प आइसके पछाडि चाहिँ यो सबैभन्दा ठुलो क्याम्पिङ टेन्ट थियो फेरि पहिला कहिले नबनाएको भएर अब फर्स्ट टाइम बनाउँदाखेरि टाइम पनि लाग्यो हामीलाई होइन कसो गर्ने भनेर त्यो ढोका र झ्याल पत्ता लाउँदै उहाँ राति भइहाल्यो है धन्न अलिकति भए नि उज्यालोमा आयो उनीहरू अब यो पुरै राति भए धेरै नै गाह्रो हुने होला थियो यो पुरै सेट गर्दाखेरि त अँध्यारो भएर हामी पुरा बत्ती बालेर कता छ झ्याल भनेर खोजेर पुरै उहाँ पल्टाएर आएको थियौँ कि तर एटलिस्ट क्याम्पिङ टेन्ट जसले ल्याउनु पर्ने थियो उनीहरू चाहिँ उज्यालोमा चाहिँ आए आगो बालिसकेका थियौँ गाइज होइन त्यही पनि अरू 4 जनाको हत्तपत्त छैन त्यो मान्छेलाई नि खोज्न जानु पर्ला नि फेरि एकजना साँच्चीकै के भएको यस्तो न फोन गर्न मिल्छ मिल्छ फोन त ल म कहाँ तर लाग्दैन बुढा लाउ त्यो हराउँछ है एकदम जतन छत्र के हो त्यो गाडीको साथ आँखा पर्यो के ए यहाँ कस्तो नराम्रो गीत होला राम्रो पनि युट्युबमा आउने भयो मिठो लाग्छ मकै चाहिँ बाटो दो बज्यो चालु त्यो सधैँ भएको त दो बज्यो 9 बजे तिमी जाने सिलगढी हो लास्ट टाइम चाहिँ किन रमाइलो भन्नु पर्दा एकचोटि हामी लास्ट इयर जाँदाखेरि होइन जुत्ता गएकै अझै यस्तो छ यी पारा आउनु पर्ने 4 बजे आएको छ नि 7-8 बजे के हो तिमीहरू यार के हो यस्तो पारा ल अघि त उलुलु गरेको तिमीहरूले हेर्दा है अनि त्यत्रो सुनेर म सुनेर अनि तपाईँ भर्खर खैरीसँग बोले होइन किन बोलेर कति बजी आउनु पर्ने थियो गाडी बिचरा गाडी बिग्रेर रेडिएटर बिग्रेर गाडी बनाउन दिएर सबैको धन्न घरमै थाहा भयो निक्लेछ होइन हामी कस्तो गाह्रो गरेर आएको म त उसको काम पाएपछि हो नि सामान जसो कोचेर आएको हामी त 2टा गाडीमा यति धेरै सामान थियो हाम्रो लाइट बाले कस्तो नदेखाएर तपाईहरुले हामीलाई त्यो कुन हो त्यहाँ आउँदा पूजा होइन अटो कि मिडियम हो
हटवाला थियो त बुढी हटवाला थियो हटवाला बनाएको यहाँ बस्यो मनमै 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 तू भी क्या याद रखेगा जाही मैंने नो छोड़ दिया पैसा उडाउँदै म गाडी उडाउँदै म धुलो उडाउँदै यस्तै छ पारा अहिलेको सोल्टी चाहिँ सुत्नै आएर अहिले सोल्टी केमा गएर भनिदियो कि फेरि हो यता 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 बेबी ताऊ बेबी ताऊ नेपाली हो नेपाली पारा भन्दा नि चौखण्ड बढी हो क्या उसमा हाला कसको यो पुष्पा ल्याऊ भनेको के ल्याउ भनेको खाइदियो खाइदियो पका जति सबै चोरेर लगाएर खाइदियो त्यही यसको साथीभाइले नि खाइदिएको थियो अब यसको साथीभाइ चाहिँ कहाँ छ कुनै पैसा तिरेर मात्र छोडे यिनीहरूले अनि अति भएर मैले ल क्यान्सल गराएँ भनेर उसले त क्यान्सल गर्यो बरु जानी हैन तिमी जानी त जान्दै जानी के
वर्षमा छोडेर यस्तै लाग्यो कहाँ दिन जाने भने यस्तै हुन्छ कि तिमीले अब कन्टिन्यू गर्ने भने तिमीले जस्तै फेरि जान्छ फेरि पछि छोडिन्छ कि तिमीले फेरि कन्सिस्टेन्सी चाहिँ हुनुपर्छ एक वर्ष पैसा हो कि होइन आफै कन्फ्युज हुनु त होइन हो भन्नु बल्ल बल्ल एउटा भाइरलले गीत बजाला त पुरै कन्ठ्या आउँछ आगो ताप्नु मुडाको जाडोको क्याम्पिङ गाह्रो रहेछ गाइस यस्तो चिसो पुरै ब्ल्याङ्केट सब भिज्या क्या बाहिर त पुरै मोइस्चर यस्तो चिसो छ गाइस बिहानको चरी आउनु भयो हामीलाई उठाउन चरो दिसी चरो नोचरी मेरो बुढाको फेरि अलार्मले लास्टै यो दाइको अलार्म बज्यो हो कि कसको अलार्म बज्यो भन्छु नि बिहानको अलार्म बजाउने नउठ्ने डिस्टर्ब गर्ने अर्कालाई अरू को छिटो लास्टै चिसो गाइज लास्टै चिसो यस्तो शीत परेको होइन ओहो टेन्टभरि पुरै टेन्ट निचऱ्यो भने पानी पानी आउला जस्तो चिसो छ गाइज जाडोमा क्यानबेरामा क्याम्पिङ गर्न नहुने रहेछ यति चिसो छ होइन आमामा हावा यस्तो चिसो हो त्यो ठिराउने चिसो भन्छ नि टाउको त त्यस्तो चिसो हान्ने टाइपको चिसो छ अगाडि तर निकै नै मान्छे आएको रहेछ गाइज वरिपरि क्याम्प गर्नको लागि होइन गाडी भाटाउँतिर यहाँ अनि एउटा सेन्टरतिर टोयलेटहरूको व्यवस्था रहेछ है अनि यो बार्बिक्यू जस्तो यो एरिया अनि पानीहरूको पनि व्यवस्था रहेछ तर ड्रिङ्किङको लागि चाहिँ आफै ल्याउनु पर्ने रहेछ है एउटा लाइट मात्रै देखेको उसलाई होइन उसलाई सबिनलाई कति सानो यो चियाको अहिले नखान ल फेरि अहिले ग्यास तिम्रो त राम्ररी बाल्यो भाइ ग्यास लास्टै चिसो भयो धेरै मिल्ने 45 हाल्नुहोस् एकचोटिमा धेरै भयो तालो सब रियल आजले किनेखेरि भाइले पुरै जम्बेल सेट किनेर मजाले नै चिनी है त सही हो त यहाँ घर जिम्मा भने क्या घरमै के त्यसमा पैसा तिरेर न ल पैसा तिर भने उम्ले भाइ खोज्दै यहाँ 6 दिनतिर केही रेडी भएन अहिलेसम्म कल के रे सिसे चाउ चिनी लिएर त्यो दिदीले हाल्दिछु चाहिँ अनि चिनी नै छैन कपमा हाल्नु भयो चिनी खान नि हुँदैन खलाई कपमा हाल्दे चिनी चिनी हो किन्नु हो त्यो चिनी हो कति नि हात अझ चाहा तर चिनी हो सोनामलाई एक ग्लास नै बस्यो नि यहाँ नि म कसरी भिन्दै यस्तो चिसो ठ्याक्कै छ क्या प्लास्टिक हाल्दै क्या केही हाले होइन त्यो जसले बाहिर पछि फेरि त पालो लिँदैछ मासु खान आएको छ भाइ खाऊ यार अझै 1 पाउन्ड होल छ हौ मल्टीको नास्टिक म त नखाने यो मलाई मल्टी यो ग्यास नि पाइदेऊ न प्लिज यसलाई उता लएर राख्छु म त हेर्नै सक्दिनँ हेर्न सकिनँ होइन मैले चाहिँ त्यो चिया पकाएपछि त्यो भाँडा कसरी हेर्ने भनेर सोचिरहेको ए होस् अब कति लाइरहनु कति खोजिरहनु मान्ने चाहिँ म हो क्या खेल्दै कुरा त खानु रहेछ अनेल पुरा सुगर ल्याउँदो रहेछ त्यसको क्या उसैले सक्यो फेरि कुसुमले यो अनेलले चाहिँ होइन ल यसको सबै उ हुन्छ कसम भन्दा चाहिँ भने त्यसमा सबै सुगर हुन्छ सबभन्दा ठिक यो बजारको कुरो सबै अनलाइन लियो
हामीले बनाउँदा त मजाले सुगर हालेर बनाउँदा त्यहाँ गएर माछा मारेर ल्याएर यहाँ सेक्यो भने ठिक हो त्यो अमेरिकनको त्यो चस्मा लाउने केटा के आर्मीको त्यो पिठो बनाएर ल्याउने रोटी बनाउने के क्याम्प अरू कोही खाने हो यो नत्र म एकछिन बन्द गरिदिन्छु यहाँ सबै फ्लोर बस्यो थ्याङ्क यू लभ बनाएर दिए त म नि खाइदिन्छु ल म चाहिँ निक्लियो त ननिक्लियो नि त यार तिमी खाने हो तिमी घर गएर पो जाने साँच्ची सबिन भाउजू एउटा सेकेको खाएर कन्सिटमा हाल्यो त त्यसमा चाबी एउटा तातो दाइ एउटा ओसो के के खाएर गयो हिजोदेखि मासु पोल्ने खुवाउने काम गर्नु भयो यसको लागि बाटोमा गाडीबाट हात ननिकाल है पौडी होल्डे फाइन आमा आज टाइम याद गर है आज त डबल डिमेरिट हो कति बजेदेखि कति बजे ध्यान दिएर चला हो है आयो भने भिडियो एकदम आउँछ नवीले निकाल्यो हैन होला आसम्म सोनामलाई उ नदियो है एउटा हैन आसम्म खाइसके त्यही उ अरु सेफ पहिला खान्छु सरपरी मान्छे फरक पर्छ चिया कतिको मिठो हुन्छ तर त्यो चिया मिठो भएको चिया मसलाले गर्दा हो है एक्ज्याक्टली त्यो मसला त मेन मसला त दामी छैन बोल्नै पर्दैन कि मलाई लागि त मलाई स्याहारे चाहिँ पुरा सिस ल्याएर बजायो धेरै माया हालेको छ नि निशानलाई के भन्नुहुन्छ त बिजनेस भयो ल ल ल पहिला यो चेस गरौँ ल ल त्यस गरौँ भिडियो बनाउनु पर्यो नि चेस अझै अरे क्या लास्टमा त खिच्दै बिसारे के सोनमको ब्लग चाहिँ हेर है के फेरि लाइफमा तिमीले के हेर सपोर्ट गरिहाल्ने कि बुढीको बिजनेस सपोर्ट गरिहाल्ने बिजनेस हाम्रो प्लान के छ भने फ्युचरमा घुम्न लाग्ने त्यही भएर हो के लाइक गर्न पर्यो सब्स्क्राइब गर्न पर्यो कमेन्ट गर्न पर्यो लाज लाग्दैन भन्दा बनाए हुन्छ किन भन्दाखेरि बनाएर अलिकति फेमस भयो भने मान्छेहरूले पिआर प्याकेजहरू पठाउन सुरु गर्छन् होइन अलिअलि ब्रान्डहरूले बोलाउँछन् होइन बिस्तारै हुन्छ कि सबै बिस्तारै हुन्छ स्टार्ट गर्ने हो झ्याप्पै त के कुरा हुन्छ र होइन त्यो कुरा मैले हामी त्यो ज्यापै भयो भने पुजालाई बेउ हुन्छ गर्दै जाँदाखेरि झ्याप्पै गयो स्ट्रगल गर्ने हो भने झ्याप्पै जान्छ कि अन्त त्यसपछि हामी चाहिँ चिया पौडी खाएर नजिकै एउटा क्याम्प हाइकिङ ट्रेल रहेछ है अनि त्यहाँ हिँड्न गयौँ यसो घुमेर आउँ नि त के रहेछ त्यो ठाउँतिर भनेर तर सोच्दै नसोचेको ठाउँ रहेछ रमाइलो के एकदम नजिकै पनि कति राम्रो पानी स्विमिङ खेल्नु स्विमिङ पुलमा छ भयो भाइ समला पाउनु नि है जङ्गलमा अहिले फर्किनु एकचोटि मासतिर गर्दा यस्तो जङ्गलमा किन बाटो खन्या त यस्तो राम्रो काहीँ न काहीँ त जान्छ होला मेरो बुढा कहाँको घर आउँछ ल ओभरअल ग्राम ग्राउन्डको ट्रायलमा ऊ र ऊ गर्दै हिँडेर आएन हाम्रो गाइजहरू होइन ठाउँ ठाउँमा खोला नाइस नाइस
तिमीलाई अघि देखाउने खोजिरहेको छु के हरायो सो हामी चाहिँ यो ओरोरल क्याम्पग्राउन्डको वाकिङ ट्रायलमा आएर यहाँ वाटर होल्स रहेछ है नजिकै 160 मिटर उता लेट्स सी जाँदैछौँ है। मेरो साथीहरू चाहिँ यस्तै हो है हल्ला मात्र गर्ने गर्न आउँछ यिनीहरूलाई तर त्यो बाहेक घन्टाङ गुन्ठङ जहाँ गयो त्यहीँ अड्किने नाना थरी गफ गर्ने है। कस्तो लाग्यो भाइ ठाउँ? एकदम झकास छ यार दाइ एकदम म त यतै बसौँ जस्तो लाग्यो कि दाइ क्यानबेराको यतिको नजिकको यस्तो ठाउँ होइन राम्रो रहेछ है ठाउँ एकदम सुगम एकदम होइन शान्त पिसफुल ठाउँ रहेछ यहाँ चाहिँ आइरहनु पर्ने रहेछ दाइ यार कस्तो हुँदैछ क्याम्पिङ? एकदम बबाल त्यतिकै पनि बाँचिरहेछ तर गइरहेछ त्यस्तो अहिले निकाल्दैन नि क्या त्यो अनि अर्को भएन त्यो केटा त नाइस रहेछ है एरिया पानीमा बस्नु न त पौडी खेल्ने ठाउँ रहेछ है। बिस्तारै जाऊ न चिप्लो छ के त्यही भने दिदी यार तपाईँ स्विमिङ गरेर आउनु न आउँछ तिमी त भेटै नहुँदा नि के खाने भन्ने कुरा हो के दाल भात तरकारी अचार मान तरकारी के भन्ने गाइस हामी हिँडेर आएर फर्केको है सामान यतिकै बाहिर छोड्या हो सामान यथावत व्यापक गर्मी तर सामान जस्ता जस्तै रहेछ होइन। अब चाहिँ हल्का फुल्का सरसफाइ गरेर अनि दिउँसोको खाजा खानुपर्छ जे होस् एरिया सेफ पनि रहेछ है पुरै त्यो एउटा कुरा राम्रो रहेछ।
एकटु बिर्को खै मेरो बुढा बिहे के हुन्छ थाहा भए कोको न मेरो बुढा त यस्तो भोक लाग्छ कोको न नमै आइस राखेको मतलब होइन के गौतम क्यामेरा छ नि बाबु रजनीले खाँदै काट्दै मैले चौचौले काँक्रो 3 डाल गरे पहिले यस्तो नगर्नु अलि खानी ससैले सबैजना खानी हुन्छ यार सानो खाले काँक्रो 2 पिस गर्ने एउटा यहाँ बिरयानी पनि लिएर खानलाई दिएन खोइ ल्याछ हाम्रो गाडीमा छ एउटा सानो साइज काँक्रो त त्यस्तो भयो त्यस्तो ठाउँमा बिचारा त्यही गरे खाके बिचारले बिचरा हो बिचरा है यो चाहिँ खाइ बरा बरा के रे 2 चम्चा धेरै निसन मलाई हुन्छ मसला सबै खाएको त नि त्यसरी हेत्तेरी गरौँ गरौँ दाइ त्यसरी खाइरहने हैन नि दाइ सहयोग चाहिँ नगर्नु खाइरहने मात्र हैन नि राम्रो खाएर सहयोग गर्नु भनेको त्यो जस्तो चाहिन्छ किनभने अरू मसला हाल्दैनौँ हामी होइन दुई कति चाहिन्छ जस्तो अलिक धेरै चाहिँ चाहिन्छ है चौचौको मसला चौचौको मसला चौचौको मसला त हाल्छ खै मैले त भने मैले पकाउने मात्र हो अरू सबै दाइलो पद सब डिपार्टमेन्ट हो नि त मादिन हो तिम्रो त माइजो भन्ने उठ्दै रहेछ कहिले कहिले माइजोले पनि पकाउनु मात्र अरू सबै घरको काम मामाले हो त्यो भर्खरै हाल्छ त्यही हो अनि त्यो भनेको त एकदम टिम वर्क भए हुन्छ नि त्यही भने त्यही भएर अमितले चाहिँ बुढाबुढी भनेको के काम हो गर्नु के आफ्नो काम सल्टाउनु भएको छ सिसी दाइ नि त्यसले त म त केही गर्दैन सबै मेरो बुढले गर्छ भाँडा मान्दिन गर्छ हो जे पनि त्यही गर्छ त्यसो नफुर्काइदियो नि एकचोटि फेरि होइन त्यही त गर्छ नि त एकचोटि फेरि भने म तिमीलाई एकचोटि चान्स सकेसम्म पकाउनु खोज्दैन तर पकाउँछ पनि त्यो भन्नु गर्नु त सेफको लागि ल हेर फेरि नपकाउन मलाई कति डर लाग्छ कामको अफर दिएन रिजेक्ट गर्दै लास्ट यार दाइ लास्ट 120 जना खाना पकाउँछ यार रिजेक्ट गर्दै रिजेक्ट बोका ल नि 12 जना ल हो खान्सी के गरेको त 15 जना भने नि हुन्छ खाने बेलामा त चटपटी खाने ल पुग्छ कि अब चाहिँ नुन पुग्छ होला नुन पनि पछि थापम क्याम्पिङ विदाउट चटपटे इज स्लोटो क्याम्प एउटा मान्छे चाहिँ मुटु बिनाको मान्छे हो चटपटे बिना भनेको हो एउटा थोरेको एउटा डिस मुटु भएन भने के हुन्छ मान्छे चल्दैन नि भाइ चाहिँ के उपरकुटी लाउने अनि यही गफ भाषण मात्र दिने हो कि काम पनि गर्ने भाषण पनि कसैले सुन्दैन उसको म आजको इभेन्ट म्यानेजर हो यिनीहरुका नेता पनि यस्तै छन् फेरि जनताका नेता पनि यस्तै छन् क्याटरिङको म्यानेजर जनताका नेता पनि यस्तै छन् त्यो देश कहिल्यै विकास भएको छैन आयो उपस्थित लायो है गर्यो यस्तो गर्यो देश कहाँ पुगिसक्यो चलेर भइसकेको भ्रष्टाचारीहरूको त तपाईँ यता सुन्नु तपाईँ यो पालि क्याटरिङ म्यानेजरले पनि राम्रो काम गर्नु भएन तपाईँले त्यो बोल्ने कुरै भएन नि अब अर्कोचोटि कसलाई मैले त जोस माथिको मान्छेहरूले दोष चाहिँ तलकै मान्छेलाई लाउँदो रहेछन् दाइ के हो मैले आफ्नो काम त गरेछु नि त तपाईहरु त माथि बसेर आफ्नो काम पनि एउटा कामको त्यो थुत्नी मात्रै थुत्नी टक्क राख्ने आफूलाई टक्क दिने अनि ल साइड भने अनि हामीलाई पेला काम त गर्नु पो त देखिएन कि खोइ आजको खोइ के भयो यहाँ लड्छ हाम्रो अनि आज काम त यहाँ बने यतिको बनिसक्यो यहाँ ल होइन आमोइ दामी दामी कडा दाइ आउन यार अहिले पाउँदैन केटाहरुलाई बुझाइदिए म त मेरो त हड्डी हाँसिन खाबै चटपटी देखेर धेरै बुझाउन हालौँ नाइस बुझा हाल्नु परिहाल्यो भयो एक्साइटेड नहुँ गाइस तर भुजा चाहिन्छ नै बुझा हालौ मुटु चम्चा छैन चम्चा छैन केले खाने हातले खाने के हो के गरे कि नपोखन यार चिप्तो आनन्द एउटा आमा हो यार एक भाग पोख्यो कसैले चम्चा दिइराको बनाएर हो पैसा कल्ले हो कम्प्लेन गरेको भए जङ्गलमा खाना बेस्ट भयो बेस्ट के छ साँच्चै मसला बढी भएछ मसला बढी भएछ नि बढी
काँक्रोको सेप हेर न कति राम्रो अनि यो मसला बढी भएन कि सुक्खा भएर चाहिँ मसला अलिक बढी देखिनु हो अनि हामी चाहिँ खाजा खाइसकेर है चटपटी मिठो भएको थियो है चटपटी सकाएर अनि त्यस पछाडि आफ्नो क्याम्प टेन्टहरू सब सल्टाउनेतिर लाग्यौँ एरिया पुरै सफा गरेर अनि सब क्याम्प टेन्ट पटाएर ब्यागभित्र हालेर अनि आफ्नो घर प्रस्थान गर्नुतिर लाग्यौँ है कोहीको चाहिँ अब काम पनि थियो पब्लिकहरूले छोड्ने कुरो पनि भएन जे होस् यस्तो छोटो भयो होइन क्याम्पिङ तर रमाइलो भयो है क्यानबेराबाट 40 मिनट्स ड्राइभको तल होइन साउथमा ओरोरल क्याम्प ग्राउन्ड भनेर है नाइस रहेछ ठाउँ पनि अनि सायद आजसम्म एक्सप्लोर नगरेको भएर होला होइन कटर क्याम्प ग्राउन्ड अनि कोरिन्थ हो नि यताउता भन्ने मात्र थाहा थियो त्यो तल जाँदाखेरि बाटो पनि रमाइलो ठाउँ पनि अलिकति युनिक है तर राम्रो एक्सपिरियन्स भयो हाम्रो यहाँको सेकेन्ड फेभरेट भन्दै त अब गल्ती भइसक्यो हामी चाहिँ यो क्याम्प ग्राउन्डमा कति 15 आवर्स जति बस्यौँ होला तर 15 आवर्समा यति धेरै फन भयो यति रमाइलो भयो यति धेरै कुराहरू एक्सपिरियन्स गऱ्यौँ जस यहाँको एक्सपिरियन्स चाहिँ एकदम रमाइलो भयो अब के गर्नु फेरि भोलिपल्ट काम थियो घर फर्किनु परिहाल्यो त्यसपछि हामी घर फर्क्यौँ Thanks for watching guys I hope you liked our video please like subscribe and comment on the video pani hai ani give us a feedback we are trying to improve and keep supporting thank you